कहाँ हाम्रो यात्रा कहाँ हुँदैछ सर अहिलेको अवस्थामा यसो भनिदिनु पर्यो। ओ भइसक्यो। अब चाहिँ हामी यो बन्दीपुर हिम्मत लहर भन्छ यो सिद्ध गुफा नेपालकै हाम्रो देशकै सबैभन्दा ठुलो गुफा भनेर चिनिने सिद्ध गुफा चाहिँ हामी जाँदैछौँ। अहिलेको घडीमा 4:34 हामीले यो उकालो सुरुवाती गरेका छौँ। अब हामी कति मिनटमा पुग्छौँ, कति मिनट अवलोकन गर्छौँ भन्ने कुरा हामीले जानकारी दिने छौँ। त्यतिन्जेलको लागि चाहिँ अब हामीले हिँड्ने नै छौँ। यहाँबाट अलिकति गुफामा चाहिँ अँध्यारो नै हुन्छ। सिद्ध गुफा आइपुगेको छौँ, तर सिद्ध गुफा त आइपुग्यो, टिकट काउन्टर चाहिँ बन्द भएको अवस्था छ। अब जानको लागि कोही न कोही गाइड त हामीलाई चाहिन्छ, किनभने गुफा हो, गुफामा अलिकति डेन्जरस नै हुन्छ। सो डेन्जरस भन्दा पनि हामीसँग वी डोन्ट ह्याभ पर्मिसन, अल्सो वी डोन्ट ह्याभ लाइट्स है। सो हामीलाई चाहिँ केही इक्विपमेन्टहरूको आवश्यकता पर्ने हुन्छ। सो यताउति हेरौँ, यहाँ कन्ट्याक्ट गर्ने कोसिस पनि गरिराख्नु भएको छ हाम्रो सिम सरले। कन्ट्याक्ट नम्बर छ हामीसँग, त्यहाँ अन्त गाइज है हामी फोन गर्नेछौँ। गाइज म चाहिँ अब यहाँ कन्ट्याक्ट गर्ने कोसिस गरिरहेको छु। आफ्नै मोबाइलमा मात्र 269 रुपैयाँमै एयरटेलको एनपिएल प्ले प्याक खरिद गरी हेलो सर, नमस्कार सर। हामी यसो गुफा अवलोकनको लागि आएको थियौँ, सिद्ध गुफा। अनि यहाँ कन्ट्याक्ट नम्बर हजुरको रहेछ, के छ हजुर, के छ अहिले मलाई के छ कन्डिसन? यसै यहाँ कोही पनि देखि ए भित्र साउन्ड आयो है, भित्र मान्छे चाहिँ बोले जस्तो लाग्यो। ए होइन होइन, त्यहाँ तलबाट हामी आएको। हजुर हजुर, बाइक हामी दुईवटा बाइक। ओके ओके सर, ओके ओके, थ्याङ्क यू। सो गाइस हामीले फाइनल्ली मान्छे चाहिँ पत्ता लगायौँ। त्यसलाई भाइ चाहिँ त्यो चाहिँ टिकट काउन्टर, अनि सोधेर आउनको लागि चाहिँ कन्ट्याक्ट नम्बर पनि छ गाइस है, कन्ट्याक्ट नम्बर छ। यहाँबाट जानुपर्छ। पानी तिर्खेन लागेछ, दामी भ्लग बनाएर भ्लग चाहिँ अर्ग्यानिक बनाएर अहिले त मार्कै खानुपर्ने यार। सो गाइज फाइनली हामी चाहिँ आइपुगेको छ। अब यहाँ हामीले यहाँको टिकट काउन्टरमा हामीले पनि केही कुरा बुझेर त्यसपछि हामी गुफा अवलोकनको लागि जानेछौँ। हो सर, नमस्कार। के छ, कस्तो भयो त गुफा भिजिट? गजब रहेछ, लाइफ टाइम हो एकदम। मान्छे रमाइलो भयो, हामी पनि अब जान लागिरहेछौँ। एकदम लाइफ टाइम एक्सपिरियन्स हुन्छ तपाईँहरुलाई। सरहरूको पनि अति बवाल लाइफ टाइम एक्सपिरियन्स हुन्छ भनेर भनिसक्नु छ गाइज है। अब हामी पनि ओके हस् हजुर है, ओके थ्याङ्क यू सर। सो गाइज हामी चाहिँ फाइनल्ली आइपुग्यो। हाम्रो सर होला पक्कै पनि यहाँ घुमाउने होइन, उहाँले घुमाउनुहुन्छ होला।
टाइम त भइसक्यो थियो हजुर सायद अब सरको पनि टाइम भएर छ अब हामी आइ त हाल्यो होइन यत्रो उकालो हिँडेर अब 50 रुपियाँ लाग्छ टिकट एकजनाको 50 ठिक छ हामी पेमेन्ट गर्छौँ ल गाइस हामीले चाहिँ गाइडसहित लाने पर्यो उहाँले चाहिँ हामीलाई गाइड गर्नुहुन्छ उहाँले टिकट लिइराख्नु भएको छ टिकट प्लस गाइडको चार्ज चाहिँ 200 प्लस टिकटको पर पर्सन 50 रहेछ सो हामी त अब इन्जोय लिनेछौँ होइन सिम सर के छ कतिको एक्साइटेड हो तपाईँ एक्साइटेड हो जानुदेखि इन्ट्री गर्नको लागि एकदम एक्साइटेड ओभर अब सिम सर चाहिँ ओभर एक्साइटेड हुनुभएको छ म पनि एकदम एक्साइटेड हो है सो अब यहाँ छ मेन चाहिँ गुफा जानलाई जनावरहरू हजुर हजुर चराचुरुङ्गीहरू ए आक्रामक हिंसक जनावरहरू त छैन नि यहाँबाट माथि हाइकिङ जानुभयो भने अँ। चराचुरुङ्गीहरू टल्लै ए यो सिधै चाहिँ हाइकिङ जाने हो यताको यो रास्ता ए हाम्रो सरले चाहिँ आफ्नो हाई क्वालिटीको एकदमै पावरफुल लाइटहरू झिकिसक्नु भएको छ लास्ट हो भने दुईटा झिकिन हो दुइटा झिक्नु हो सिम सरले चाहिँ गाइस हामी चाहिँ लाग्यो अब यहाँ कति बज्यो सर अहिले ठ्याक्कै हाम्रो कति अरे 5 बज्यो 5 बजी चाहिँ हाम्रो इन्ट्री हुन गइरहेको छ ल गाइस सो वी आर हियर गाइस गुफा ल घन्टी बजाउँ ढोगम पहिले बजाउनु मिल्यो है पहिले दौडाको त छैन उतापट्टिको उतापट्टि यो सिमसारले दिइसक्नु भएको छ अब लाइट यसको याद लाइट ल बोल्यो ल ल त्यसकै लाइट ल ठिकै छ हामी चाहिँ प्रवेश गरियो गुफा यहाँ माथि हेर्नु यहाँनिर हजुर उठिन्छ हस् So guys, oh my goodness. What a darkness. Oh. अन्धकार अवस्था मैले पनि लाइट ल्याउन पाएको हुँदै रहेछ 3टा त थियो नि लाइट है यहाँ बाबाले बस्नु हजुर बाबाजी बस्नुहुन्छ आज आउनु ओ सन्डे कन्टिन्यू गाइस यहाँ चाहिँ बाबाजी बस्नुहुन्छ लाइट अफ है फोनै अफ चिल्लो है यहाँको महत्त्व चाहिँ तपाईँको बर्खामा आउनुभयो भने हजुर यतिभरि पानी छ यतिसम्म पानी छ ए बर्खामा त्यतिखेर सबै ढुङ्गाहरू लस हुन्छ नि त हजुर माथिबाट आएको पानी यहाँ जम्छ यति हाम्रो चाहिँ यति हो हाम्रो माथि जाने रियल यस गाइस experience is so good guys अन्तिम भएर चार्ज हे के अरे बाघको मुख है घोडाको मुख जस्तै छ उता चाहिँ घोडाको जस्तै हो पर ए है नेचुरल है लगाइस बाघको मुख सेम देखिया है वहाँबाट हुन्छ ल सुरुमा आउँदा त यहाँ कहाँ कहिले पत्ता लगाएर छ अरे गुफा पहिले चन्द्रबहादुर
ग्रह भन्छ ए दुईटा साँप र हात्ती घाँटी धेरै हो रहेछ साँप र साथी घाँटी यो तलीको चित्र कलिको चित्र यसलाई चाहिँ हजुरहरूले के सोच्नुहुन्छ जङ्गल जस्तै च्याउ जङ्गल भन्नु है हजुर गाइस एउटा उमास माथि हेर न त्यो चाहिँ पुरै नाकको त्यो हो जस्तो क्या त्यो चाहिँ पुरै रहेछ गाइस मैले चितुवाको टाउको ए चितुवाको टाउको ए त्यसलाई चितुवाको टाउको भन्छ चितुवाको टाउको सेम यस्तो खाना आएको जस्तो है विभिन्न किसिमका आकृतिहरू चाहिँ हामीलाई हाम्रो सरले देखाइराख्नु भएको छ अब अरू अरू विशेष आकृतिहरू हेर्न हामी यतापट्टि आइसकेको छौँ सिमसर हामी पनि केही आकृतिहरू यहाँ तपाईँले नि खोज्न सक्नुहुन्छ है आफूले यताबाट फर्किँदा आकृतिहरू खोज्न सकिन्छ है यहाँ त्यो चाहिँ हात्तीको फुल बडी छ यहाँ टाउको कान पेट भयो सबै जोडेको छ हात्तीको है आँखाहरू चाहिँ छैन रियल अब आफूले गेस गर्नु के गर्छ देखिन्छ चर्न झरेको यदि कहिले भयो गाइस कौली फ्लोर अनि ब्रोकली शङ्ख पनि देखिरहेको यो चाहिँ यो शङ्खलाई चाहिँ 5 मुखे सर्पो चिन्नुहुन्छ नि त्यसले भुगायो पुच्छर भयो यसरी अनि यहाँनिर लगाइस है सरले चाहिँ एक्सप्लेन दिइराख्नु भएको छ भनेपछि यहाँ यसो यो मान्छेहरू हिँडेको यो देख्दा त यहाँ त भिडभाड डरै हुन्छ जस्तो छ है यहाँ विशेष हजुर हुँदैन त्यही त मान्छेहरू अलि आउँछ गेस गर्नु के हो यो त्यो त चिलको त्यो चिल भन्ने नै भयो चरा भन्ने नि भयो पानी हाँस भन्ने नि भयो प्रायः चाहिँ पानी हाँस हुन्छ नाङ्गो पानी हाँस आँखा खोर्जाहरू त्यहाँ त्यहाँ चाहिँ भुटेर हेर्ने चिन्ता लागेको भुटेर हेर्नु जुङ्गाहरू कपाल हो होला सर सेम देखिया मैले त यस्तो त्यो कपाल यस्तो तलसम्म दारी कपाल है यहाँदेखि जाने यो तल चमेलाहरू बसेर यहाँ तलको नजाने हो सकिन किनकि यो देख्नु भयो मैले देखेको छु नि यहाँ यो चाहिँ एकदम गाह्रो चिप्लो जाने चाहिँ सकिन्छ सक्दैन तर अहिले चाहिँ सकिँदैन यसको लागि टाइम लिएर आउनुपर्छ है यसको लागि टाइम तपाईँहरूले गर्नुपर्छ मान्छे अझै फेरि धेरै छैन यहाँबाट तपाईँले यहाँबाट 50 मिटर मेन बाबा चाहिँ यहाँ हुनुहुन्छ है सिद्ध बाबा मेन चाहिँ यो हेर्ने देखाउनु त तपाईँको त्यहाँ ठ्याक्कै देखाउनु त तपाईँ सिद्ध बाबा ठ्याक्कै यसको हाइट चाहिँ 45 मिटर छ 45 मिटर अनि त्यहाँबाट बाहिर जानु छ भने तपाईँको ए एक्जिट पनि छ उता यसको एक्जिटै छैन ए छैन पत्ता चाहिँ राखेन कोही यहाँ तल खोज पानी जानेको एक्जिटै थाहा छैन पानी त बग्या गर्छ नि त त्यता जाने त्यहाँबाट प्याराग्लाइडिङ गर्छ अनि यदि बाहिर जान्छ भने रक क्लाइम्बिङ गरेर माथि ए यहाँनिर गर्छ रक क्लाइम्बिङ पनि गर्छ योभन्दा माथिपट्टि बतासे डाँडो नि त्यहाँबाट छिरेर आएन प्याराग्लाइडिङ ए यहाँ खुल्ला उता खुल्ला पनि छ खुल्ला आकाश देखिने यहाँदेखि
यहाँबाट चाहिँ बाहिर जाने कति तपाईँको यहाँबाट त्यहाँ जानु त्यस्तै 100 मिटर 200 मिटर होला जस एक्जिट छ माथितिर होइन खुल्ला होल माथि बाहिर निस्किने हो त्यही त बाहिर निस्किन्छ ए प्याराग्लाइडिङै छिर्छ यहाँ छिर्छ 10-12 जना 15-20 जना आउँछ सिजनमा कुहिरेहरू नेपालीले लिएर अब अफ गर्नु मोबाइल अफ यो बत्ती अफ गरेन अँध्यारो बत्तीको हुँदो रहेछ ए ल कहिले नदेखेको अँध्यारो